पनि आगमन भइसकेको छ, हुँदैछ। उहाँलाई जोरदार तालीका साथ स्वागत गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र नाचेर पनि उहाँलाई स्वागत गरिएको छ। अहिले नेपाल सरकारका माननीय खानेपानी मन्त्री बिना मगरको पनि उपस्थिति भइसकेको छ। अब मन्त्री खम्माया थापा मगर र पर्यटन तथा नागरिक उद्योग मन्त्री राज्य मन्त्री धनबहादुर बुढा मगरज्यूको पनि आगमन हुनेछ भन्ने कुराको तपाईँलाई जानकारी गराउन चाहन्छु। हामीले आजको दिन यस समयमा नेपालको विभिन्न मगरान आदि भूमिहरूमा र विभिन्न मुख्य सहरहरूमा यो भूमे चाड, मगरहरूको मौलिक चाड भूमे पर्वलाई भूमेको पूजा गर्दै मनाइँदै गरेको पनि म जानकारी गराउन चाहन्छु। अघि नैदेखि मैले जानकारी गरिरहेको छु। वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका हाम्रा मगर समुदायका दाजुभाइ दिदीबहिनीहरू तथा सम्पूर्ण नेपालीहरूले पनि आजकै दिन अथवा तिथि र मितिअनुसार फरक, कसैले एक दिन अगाडि र कसैले एक दिन पछाडि पनि यो नाचलाई अथवा यो पर्वलाई मानिरहेका हामीले पाइरहेका छौँ। अहिलेको समयमा बेलायत, जापान, कोरिया, कतार र दुबई लगायतका देशहरूमा पनि यो मगरहरूको मौलिक चाड भूमे मान्दै गरेको कुरा पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। अघि कार्यक्रमका सभाध्यक्षज्यूको आज्ञाअनुसार केही विशिष्ट अतिथि र अतिथिज्यूहरूको आसन ग्रहण भइ उपस्थित महानुभावहरू, हामी अघि नैदेखि प्रतीक्षारत थियौँ। आजका प्रमुख अतिथि नेपाल सरकारका माननीय गृहमन्त्री रामबहादुर थापा मगर बादलज्यूको आगमन भइरहेको छ। त्यस्तै गरी आजका विशिष्ट अतिथि नेपाल सरकारका माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तज्यूको पनि आगमन हुँदैछ। त्यसैले उपस्थित महानुभाव र आयोजक कमिटीका साथीहरूलाई स्वागत गरिदिनु म अनुरोध गर्न चाहन्छु र नाचमा सरिक भइदिनु पनि अनुरोध गर्न चाहन्छु। अघि नैदेखि हामी भन्दै आएका थियौँ, उहाँहरूलाई आजका हाम्रा प्रमुख अतिथिलाई नाचेर स्वागत गरिदिनु पनि अनुरोध गर्न चाहन्छु। यो बाजा रोक्ने होइन, नाचेर स्वागत गरिदिनुको लागि पनि अनुरोध गर्न चाहन्छु। आजका विशिष्ट अतिथि माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ आगमन भएको छ। त्यसैले उहाँलाई नाचेर स्वागत गरिदिनु पनि अनुरोध गर्न चाहन्छु र आयोजक कमिटीका मित्रहरूलाई पनि स्वागत गर्न म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी अघि नैदेखि मैले उद्घोष गरिरहेको थिएँ। उहाँहरूको नेपाल सरकारको क्याबिनेट बैठक भएको हुनाले उहाँहरू समयमा नसक्नु भएको जानकारी हामीले प्राप्त गरेका थियौँ। आजका विशिष्ट अतिथि माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन मगर अनन्तज्यूको आगमन भइसकेको छ। अबको केही समय लगत्तै आजका प्रमुख अतिथि माननीय गृहमन्त्री रामबहादुर थापा मगर बादलज्यूको पनि आगमन हुनेछ। त्यस्तै गरी माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री खम्माया थापा मगरज्यूको पनि आगमन हुनेछ। त्यस्तै गरी खानेपानी मन्त्री बिना मगर, पर्यटन तथा नागरिक उद्योग राज्य मन्त्री धनबहादुर बुढा मगरको पनि आगमन हुनेछ भन्ने प्रस्थापनको लागि रु 10,000 आर्थिक सहयोग गर्नुभएको छ। उहाँलाई पनि हामी आयोजक कमिटीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरी सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनका प्रमुख स्वकीय सचिव सुखबहादुर मगरज्यूले पनि यस भूमि पर्वको व्यवस्थापनको लागि रु 10,000 सहयोग गर्नुभएको छ। उहाँलाई पनि हामी आयोजक कमिटीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरी सम्माननीय उपराष्ट्रपतिज्यूका भाषा अनुवादक गजेन्द्र बहादुर सन्ट्यालज्यूले पनि रु 3,500 आर्थिक सहयोग गर्नुभएको छ। त्यसैले उहाँलाई पनि हामी आयोजक कमिटीको तर्फबाट
धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र एकमुष्टमा यो हाम्रो भूमि पर्वको व्यवस्थापनको लागि आफ्नो तह र तत्त्वबाट आर्थिक सहयोग गर्नुहुने विभिन्न सङ्घ संस्था उद्योगी व्यवसायी व्यक्ति र व्यक्तित्वजीवहरूलाई हामी आयोजक कमिटीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। नेपालका चाहिँ 37% भन्दा धेरै आदिवासी जनजातिहरूको भाषिक पहिचान, सांस्कृतिक पहिचान, जातीय पहिचान र सबै खाने पहिचानलाई सम्मान गर्नको लागि म यो नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। त्यसैले म समग्रतामा यहाँलाई आग्रह गर्न चाहन्छु कि यो मगर जातिको भूमि पूजा, भूमि पर्व आज हामीले टुरिखेलमा मनाउँदै गर्दाखेरि यो भूमि पर्व चाहिँ राज्यको तहबाट चाहिँ मनाइनु पर्थ्यो, राज्य पक्षबाट मनाइनु पर्थ्यो, तर विडम्बना आज त्यो हुन सकेको छैन। त्यसैले म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि यस्ता पर्वहरू आदिवासी जनजातिका भूमि पूजा, लोसार, माघे सङ्क्रान्ति, उधौली उभौली जस्ता पर्वहरूलाई चाहिँ अबदेखि राज्य पक्षबाटै, राज्यको तहबाट चाहिँ मनाउने व्यवस्था गरियोस्, त्यो म आग्रह गर्न चाहन्छु। त्यसैले अन्तमा धेरै कुराहरू नराखिकन यो भूमि पर्वको अवसरमा सम्पूर्ण देश विदेशमा बस्ने मगरहरूको सुख शान्ति प्राप्त होस्, सबै ठाउँमा चाहिँ सबै खाने पहिचानलाई चाहिँ सम्मान गर्ने, सबै खाने पहिचानलाई चाहिँ स्थापित गर्ने चाहिँ यो सरकारलाई दबाब पुगोस् र सबै हामीले जो लामो समयदेखि मगरा प्रदेशको परिकल्पना गरेका थियौँ र अहिले जो 18 मगरा 12 मगराको जो भूमि छ, त्यो भूमिलाई चाहिँ नेपाल सरकारले तुरुन्त मगरा स्वायत्त प्रदेश घोषणा गरी यो नेपाललाई चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनको लागि म आग्रह गर्दै आफ्नोबाट यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय मगरा। धन्यवाद आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्षज्यूलाई। अब हामी हाम्रा आजका प्रमुख र विशिष्ट अतिथिहरूको नजिकै आइपुग्नु भएको कुरा जानकारी भएको छ। त्यसैले कार्यक्रमका कलाकारज्यूहरूलाई पनि तम तयार भएर बसिदिनु अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी आयोजक मित्रहरूलाई पनि मञ्चको छेउछाउमा सम्पर्कमा रहिदिनु म अनुरोध गर्न चाहन्छु र नाचलाई अलिकति व्यवस्थित गरेर